तपाईँहरूले देश बनाउनुहोस्, हामी क्रिकेट खेलाडीहरूले देश हान्छौँ। अब धेरैले अब खासै नचिन्छ होला, अब चिन्छ होला, अब जे पनि होला, तर दिज टु गाइज एक्चुली डिजर्भ लट अफ एप्रिसिएसन बिकज तपाईँहरूले कसरी हेर्नुहुन्छ तर मैले हेर्ने चाहिँ एकदमै फरक नजरिया छ मेरो तर्फबाट र मैले सायद जति माया मेरो तर्फबाट दिन सक्छु त्यो पनि एकदम कमै हुनेवाला छ र म चाहन्छु कि उहाँहरूको इम्पोर्टेन्स, उहाँहरूको भ्याल्यु जे छ सबैले बुझ्नुपर्छ बिकज पर्दा पछाडिको हिरोहरूलाई खासै कसैले चिन्दैन पनि र पर्दा पछाडिको हिरोहरूलाई अगाडि ल्याउने काम पनि हामीले नै गर्नुपर्ने हुन्छ। साथै अघि नै मानिनीज्यूहरूले यहाँको गण्डकी प्रदेशमा एकदमै राम्रो थ्याङ्क यू सो मच हुन्छ। मानिनीज्यूहरूले चाहिँ गण्डकी प्रदेशमा चाहिँ एकदम राम्रो अब आउने समयमा प्रस्तावहरू आउँदैछ जस्तो लाग्छ होइन। तपाईँहरूमाथि एउटा धेरै ठुलो जिम्मेवारी छ। सन्दीप लामिछाने दाइले एकदम मिठो अभिव्यक्ति दिनुभयो, मलाई चाहिँ एकदम मिठो लाग्यो। तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो? सल्लाह सुझाव प्रतिक्रिया कमेन्ट बक्समा दिनु होला है त।